हेलो गाइज, नमस्कार। फेरि पनि तपाईँहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज चाहिँ हेर्नुहोस्, घर फर्किँदैछौँ हामी। बाटो चाहिँ यस्तो डेन्जर छ कि ओह्रालै हिँड्दै झर्नुपर्छ। पसिनै पसिना भइरहेछौँ है। यस्तो छ माथि डाँडादेखि आएको उँधो झर्दैछौँ। जुका फेरि त्यस्तो लाग्दो रहेछ। पुरै अब यस्तो बाटोबाट हिँड्दैछु है। यस्तो छ क्या, यतातिर चाहिँ सबै दिदीहरू हिँड्ने हुन्छ। दिदीहरू सबैजना नमस्कार गरिदिनु होला एक लाख। बुढी हजुर नमस्कार गरिदिनु तपाईँ नि। छिटो न फर्केर यता अनुहार यस्तो सडाइरहेछ कि, अनुहार यस्तो सडिरहेछ कि। त्यो धेरै ओह्रालो हिँडेर नि यहाँ फेरि साथमा अब ब्याग बोक्दै हिँड्नु पऱ्यो सरबाट। अनि यो ठाउँमा हिँड्दाखेरि तपाईँहरूलाई कस्तो खुसी भइरहेछ त दिदीहरू भन्नु त। यो ठाउँमा यस्तो बाटोमा हिँड्दा तपाईँहरूलाई कस्तो खुसी भइरहेछ, कस्तो फिल भइरहेछ। खुट्टा दुख्या छैन होला नि त होइन हजुर? यस्तो छ गाइस। अब यो लास्टसम्म यो बाटो टुङ्गिन्जेलसम्मको भ्लग चाहिँ हुनेछ। साह्रो पिरो मार्ग छ यहाँ चाहिँ चौतारा। यो चाहिँ धारामा पानी छैन, सानो छ। जङ्गल कि खुट्टामा जुका कति आए यस्तो छ है। यस्तो यहाँ माथिदेखि झरेको है। यता झर्दै आउँदैछु। यहाँ तल पुग्नुपर्ने क्या, यहाँ तल खोला छ कि, त्यो तल पुग्नुपर्ने। यो सबैजना अब यस्तो ओह्रालो बाटो हेर्दै बसिँदैछ कसै कट्ने भनेर। यो चाहिँ हाम्रो बुढी हजुर आल्टा टोक्दै हिँड्नु भइरहेछ। साह्रो पिर मार्ग पर्दो रहेछ दिदी भेना घर आउँदा। ल जुका टिपौँ है, जुका टिपौँ। यो बुन्नु नानी पनि हुनुहुन्छ यहीँ। नानी बोकेर दिदी ओह्रालो झर्दै हुनुहुन्छ। फेरि यस्तो बाटो छ कि न ट्र्याक्टर कुद्ने, म नखाने हिँड्दैन। म खान्न आउनु, मलाई अहिले खुवाउँछ। ल हिँड्न छिटो हिँड्न खाऊ। यहाँ झन् भिडियो ब्लग त्यस्तो दाम बनाइरहेछ। यस्तो छ गाइस। यहाँ तल पुग्नुपर्ने जो लापा भइगयो यहाँ है। जुका मामाहरूले के भन्दैछ त निरु जुकाले चाहिँ के भन्दैछ? ब्याग हेर्नु न गाइस, ब्याग फेरि विदेशी बोकेर हिँडिरहेछ। यस्तो छ गाइस ठाउँहरू है। म झर्दैछु, तपाईँहरूलाई देखाउँदैछु। यसरी मान्छे आया गर्दै बस्नुपर्छ कि ओह्रालोमा चाहिँ। बेगै मिलाउनु सकिँदैन भनौँ न। तल छ रोडको, तल यस्तै रोड।